जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको कुरा होस्, मैले नेपाल र नेपाली जनताको हितमा केही रेकर्डहरू बनाउने कोसिस गरेँ। साँच्चै नेपालको प्रतिष्ठा विश्वभरि नयाँ उचाइमा उठ्यो। संसारले, मैले अहिले त्यसको धेरै व्याख्या गर्न सम्भव छैन, संसारभरिका सबै नेताहरूले नेपाल देखिन थाल्यो, नेपाल सुनिन थाल्यो, नेपालको नेतृत्वका विचारहरू नसुनिकन अब विश्वका समस्या समाधान गर्न एक्लै सम्भव छैन भन्ने तर्क वितर्क हुन थाले। मेरै कानले ती अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यो सुने। यो तपाईँ हामी सबैको निम्ति गर्वको कुरा हो। तर त्यही सुशासन भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरे बापत, त्यही सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायको आन्दोलन उठाए बापत, त्यही आर्थिक सङ्कट समाधान गरेर अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने पहल गरे बापत मलाई यो देशका दलालहरूले, बिचौलियाहरूले, नोकरशाहहरूले अनेक प्रपञ्च र षड्यन्त्र गरेर सरकारबाट बाहिर पुर्याए। तपाईँहरूलाई थाहा छ त्यो कुरा। तर त्यो 18 महिनामा गरेको कामको समीक्षा सहित नेपाली जनताले म बाहिर आउँदै गर्दा म प्रति, मेरो पार्टीप्रति र मैले नेतृत्व गरेको आन्दोलनप्रति एउटा नयाँ आशा र नयाँ भरोसा फेरि लिन थालेको अनुभूति मैले गरेँ। म तपाईँहरूले देख्नुभयो, म पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण लगातार जनताको बिचमा जाने, एउटा नयाँ सङ्कल्प सहित हिँड्दै जाँदा जनताको भरोसा, जनताको विश्वास बढ्दै गएको मैले अनुभूति गरेँ। र त्यही क्रममा केन्द्रीय समितिको बैठक बसेर हामीले गम्भीर समीक्षा गरेर हामीलाई लागेको रोगको उपचार हस्पिटल गएर हुन सक्दैन, कुनै डाक्टरले पनि हाम्रो उपचार गर्न सक्दैन। हामीलाई लागेको उपचार गर्ने एक मात्र डाक्टर श्रमजीवी नेपाली जनता हो। जनताको बिचमा जाने सङ्कल्प सहित हामी साँच्चै रूपान्तरण भयौँ भने जनताले हाम्रो उपचार राम्रैसँग गर्छ। हिजो पनि जनता नै हो जसले हामीलाई सिंहदरबार पुर्याइदियो। 64 सालको निर्वाचनमा देशको सबभन्दा ठुलो पार्टी बनाएर हामीलाई त्यहाँ पुर्याउने कुनै कांग्रेसका नेताले दया गरेर या एमालेले या कुनै राजा महाराजाले दया गरेर हामीलाई त्यहाँ पुर्याएको थिएन। हामीलाई श्रमजीवी जनताहरूले, यो देशका सबै उत्पीडित महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, थारू, अल्पसंख्यक, मुस्लिम सबैको साथ र सहयोग, किनकि हामी उहाँहरूकै काखमा हुर्क्यौँ बढ्यौँ। त्यसकारण हामी अपराजय भयौँ, हामीलाई कसैले जित्नै सकेन। हामीलाई नेपाल सरकारले जित्न त सकेन, अन्तर्राष्ट्रिय प्रतिक्रियावादले पनि अब माओवादीलाई नेपालमा दबाएर सकिँदैन, अर्कै तरिका अपनाउनु पर्छ भनेर नै एउटा नयाँ प्रक्रियातिर गएको हो। हामी कता कता शान्ति सम्झौतापछि हाम्रो वर्ग, हाम्रो राजनीतिक मुद्दा, हाम्रा उत्पीडित जाति, समुदाय, क्षेत्र सबैसँगको सम्बन्ध हाम्रो कमजोर हुनुको कारणले नै प्रतिक्रियावादीहरू हौसिँदै गए। जाति झेलीहरू, फटाहरू अलिकति हौसिँदै गए। जनता अलि निराश, कहीँ न कहीँ जनतामा फ्रस्ट्रेसन एक खालको पैदा हुँदै गयो। त्यसको कारण यही हो भन्ने निष्कर्ष निकालेपछि हामी यथास्थितिलाई तोड्नै पर्छ भनेर नै हामीले पहिला त सुरुवात गर्यौं हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान। त्यसको सुरुवात गर्यौं र झापाबाट तपाईहरुले देख्नुभयो आज चितवनसम्म हामी हुलाकी मार्गमै छौं। हुलाकी मार्ग केन्द्रित भएर तराई मधेसका 11 जिल्लामा हामीले अभूतपूर्व जनसहभागिता देख्यौं। हामी जनताकै घरमा बस्यौं, शहीदहरुकै घरमा। हामी उनीहरुकै परिवारसँग उनीहरुले जे खान्छन् हामीले त्यही खायौं, उनीहरु जसरी सुत्छन् हामी त्यसरी नै सुत्यौं।
हामीले आत्मालोचना गऱ्यौँ, कहीँ न कहीँ हामी चुक्यौँ बिचमा, तर हामीले महसुस गऱ्यौँ हामी जनताका छोराछोरी हुनुको नाताले हामी रूपान्तरण हुन चाहन्छौँ। तपाईँहरूले हामीलाई साथ दिन पर्यो, नत्र प्रतिक्रियावादी जाली झेलीहरूले यो देशलाई फेरि एउटा ठुलो दुर्घटनामा हाल्न सक्छन्। यो देशमा महिलाले पाएको केही अधिकार खोसिन सक्छ, दलितले पाएको अधिकार खोसिन सक्छ, जनताले पाएको अधिकार खोसिन सक्छ। त्यसकारण हामी सचेत भएर तपाईँहरूको बिचमा आएको हो भनेर हामीले भन्यौँ। झापाको देशको सबभन्दा होचो भूभागबाट सुरु गरेको हाम्रो अभियान अगाडि बढ्दै जाँदा घन्टै पछि, दिनदिनै होइन घन्टै पछि जनतामा उत्साह, तरङ्ग, विश्वास, भरोसा पार्टीप्रति बढ्दै गएको हामीले घन्टै पछि अनुभूत